हेलो नमस्ते तपाईहरुलाई मेरो भ्लगमा स्वागत गर्दछु र आज चाहिँ मैले खाना बनाउन आँटेको छु र भात चाहिँ मैले बसालिसकेको छु। अलिकति ढिलो सुरु गरे भ्लग हैन। भात चाहिँ मैले बसालिसकेको छु, पाक्दैछ। अनि यहाँ अब सब्जीको लागि रेडी पार्दैछु। सब्जीमा चाहिँ मेरो आज चिकन हैन, अनि चिकनसँग आलु मिसाउँछु, अनि बन्दा पनि मिसाउँछु। त्यसपछि अलिकति खुर्सानी लिइराखेको छु, प्याज भइहाल्यो। यहाँ भात पाक्दैछ हो। अनि भात पाकिसकेपछि चाहिँ म तरकारी पकाउँछु, तपाईहरुलाई देखाउँछु हो। अहिले बत्ती बालिहाल्नु पर्यो, यहाँ बत्ती बाल्नु पर्यो किचनमा, अलिकति उज्यालो होस् न। र यहाँ मेरो भात पाक्दैछ हो। अब यो भात पाकिसकेपछि चाहिँ टक्क तरकारी पकाउँछु, तपाईहरुलाई देखाउँछु है आजको भ्लग। आज चाहिँ मैले भ्लग गरिहेरेको कस्तो हुँदो रहेछ हैन। भ्लग त्यस्तो गर्ने बानी त छैन, तर पनि ट्राई गरिदिएको हैन। ट्राई गर्दा के जान्छ भनेर चाहिँ मैले यसो ट्राई गरिदिएको। अब यहाँनिर के गर्छु भन्दाखेरि प्याजहरु काट्नु पर्ने हुन्छ, त्यसपछि सबै कुरो रेडी बनाएर। ओके साथीहरु, अब चाहिँ म सबै कुरो काटकुट गर्नु आँटेको छु। मलाई प्याज काटकुट गर्नु पर्यो। प्याजलाई काटकुट गरिसकेपछि प्याज काटकुट भइहाल्यो। यता प्याजलाई यता राख्दै हैन, हल्का राख्दिउँ प्याजलाई। त्यसपछि खुर्सानी म काटिहाल्छु। टमाटर काट्नु पर्यो, टमाटर काट्नु पर्यो हैन। टमाटरलाई चट्ट लाएर सेप काट्नु पर्यो, त्यसरी टक्क। मैले चाहिँ दुईटा टमाटर हालेको हैन। टमाटर पनि रेडी भयो। अब आलुको पालो आयो। आम्बो यहाँ साथीहरु, आलु यस्तो आलु भेटायो भने चाहिँ के गर्नुपर्छ हो। आधीखेर भयो यो चाहिँ। आलु पनि रेडी भयो हैन। यसको धुने पालो, यसरी धुनु पर्यो। यसै हैन, दुईपल्ट मात्रै धुनुपर्छ। सबै रेडी भयो। यहाँनिर छ 3-4टा आइटम। यहाँ चिकन छ, यहाँनिर कोपी। यति चाहिँ आजको मेरो आइटम हुनेवाला छ। र यहाँ चाहिँ तपाईको भात पाक्दैछ। भात चाहिँ अलिअलि गिलो भन्छ, तर यो एकछिनमा लेभलमा आउँछ। ओके, अब चाहिँ मेरो भात चाहिँ अलमोस्ट डन भइसकेको छ है हो। अब यसलाई चाहिँ के गर्छु भन्दाखेरि यतापट्टि सानो चुलामा चाहिँ बसालिदिन्छु हो। सानो आगो लगाएर चाहिँ यहाँ बसालिदिन्छु। अब यहाँ चाहिँ के गर्छु, तरकारी पकाउँछु। यहाँनिर चाहिँ तरकारी पकाउँछु। त्यसपछि चाहिँ हुन्छ खेला हैन। अब यहाँ भात सानो आगोमा मजाले भात पाकिरहन्छ। अब आउँछ ओइल हाल्ने पालो हो। अब ओइल हाल्ने पालो आयो। कुखुराको मासु चाहिँ अब यो मेरो स्टाइल हो हैन, तपाईहरुसँग नमिल्न पनि सक्छ। म चाहिँ पहिला यसरी पकाउँछु भनेर देखाउँछु। पहिला तेल हाल्छु। तेल चाहिँ कम्ती खानुपर्छ हो, ओइल फ्रीको जमाना भइसक्यो। तेलमा फ्याट हुन्छ, फ्याटले बोसो लाग्छ हो। चाहिँ कम्ती खाने गर्छु तेल। तेल हाल्यो हो। अब तेल हालेपछि यहाँनिर आगो हल्का बढाइदियो। अब तेल भर्सेपछि चाहिँ प्याज हाल्नुपर्छ। त्यसपछि 1 बाइ 1 सबै आइटमहरु हाल्दै जानुपर्छ हैन।
अब यो चाहिँ मेरो स्टाइलले पकाउँदैछु मैले। तपाईँहरूको स्टाइल चाहिँ अब कस्तो हुन्छ होइन मलाई थाहा छैन। म चाहिँ यसरी अब पकाउनु आँटेको। ल अब अलमोस्ट तेल खरिनु आँटिसक्यो। तेल खरिनु आँटेपछि चाहिँ अब हेर्नुहोस् है भात अलमोस्ट रेडी हो। तेल अब प्याजको पालो आयो। प्याजलाई हो प्याजलाई अब एकछिन प्याजलाई मजाले पकाएपछि चाहिँ अब प्याज पाकिसकेपछि मात्र है फेरि प्याज पाकिसकेपछि म हल्का खुर्सानी चाहिँ अहिले टोक्नु मजा आउँछ भनेर चाहिँ मैले नकाटिहालेको। अहिले टोक्नु पऱ्यो नि त होइन। ल अब यति हालिसकेपछि अब मासु चाहिँ हाल्नु। मजाले चलाइदिनु पऱ्यो होइन। अब चाहिँ हल्का के गर्नुपर्छ आगो सानो बनाउनुपर्छ। कम्ती आगोमा पकाउनु पऱ्यो नि त। कि कसो हो साथी कम्ती आगोमा पकायो भने चाहिँ सानो फ्लेममा पकायो भने चाहिँ एकदम टेस्टहरू उड्दैन भन्ने मान्यता क्या। यो पखाल्दै हाल्नु पर्यो। अब यहाँनिर के हाल्नुपर्छ हल्दी हाल्नु पर्यो पहिला। हल्दी 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 ज्यादा हाल्नु यति हल्दी हालेपछि पुगिहाल्छ। त्यसपछि यो चिकन मसला अलिकति त हाल्नु पऱ्यो। चिकन मसला ल्याएपछि होइन। अब अदुवा लसुनहरू चाहिँ अहिले म चलाउँदिनँ। चलाउने बानी छैन। अदुवा लसुन चाहिँ म चलाउँदिनँ हो। अब चाहिँ के हाल्नु पऱ्यो आलु हाल्नु पऱ्यो। आलु र मासु सँगसँगै पाक्छ नि होइन। ल आलु पनि पस्यो। अब चाहिँ नुन हाल्नु पऱ्यो नि त। नुन बिनाको फेरि टेस्टै आउँदैन। तपाईँहरूलाई थाहै छ सल्ट बिना त फेरि तरकारी त अधुरो भइहाल्यो। मजाले हाल्नु। अहिलेलाई यति हाल्नु। बादमा फेरि चर्को हुन्छ। ल अब चाहिँ यति भएपछि यसलाई छोपिदिनु पऱ्यो। भात पनि रेडी हो। भात पनि रेडी भइसकेको छ गाइस। अब यो भातलाई चाहिँ छोपिदिनु पर्ने हो। यो टमाटरलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि यो टमाटरलाई चाहिँ यहाँ खनाउनुपर्छ कि यहाँ खनाउनुपर्छ हो। यो टमाटरलाई
यो टमाटरलाई चाहिँ यहाँ खनाएर चाहिँ यसलाई चाहिँ पखालेर यसलाई चाहिँ यहाँ छोडिदिनुपर्छ भातलाई हो। यो पाकिरहन्छ, यहाँनिर पाकिरहेछ हो। अब यो टमाटरको पालो, त्यसपछि यो र यो बाँकी छ। यसलाई अब मजाले पकाउनु पर्यो। अनि अब यो अलिकति भाँडाहरू पखालिदिन्छु ल साथीहरू, अनि त्यसपछि तपाईँहरूसँग भेट्नेछु। तरकारी पनि त्यति बेलासम्म पाक्छ, हेरौँ के हुन्छ। ओके साथीहरू, अब चाहिँ के भयो भन्दाखेरि भात चाहिँ रेडी भइसकेको छ है हो। अब भातको चाहिँ म आगो बन्द गरिदिन्छु। ए अलरेडी बन्द भइसकेको छ हो। भातको चाहिँ अब बन्द भइसक्यो। तरकारी कतिको भयो कि वाउ कस्तो देखिरहेछ हो। अब चाहिँ तरकारीमा के हाल्नु पर्यो भन्दाखेरि यो कोपी हाल्नु पर्यो। कोपी हाल्नु पर्यो, त्यसरी छरेर हालिदिनु पर्यो। लगाएर कस्तो देखिरहेछ साथीहरू भन्नु है कमेन्टमा चाहिँ। ल सबै कुरो हालिसक्यो। अब टमाटर मात्रै बाँकी छ। टमाटर चाहिँ लास्टमा हाल्नुपर्छ, किन भन्दाखेरि टमाटर पहिला हाल्यो भने अरू चिजलाई पाक्नु दिँदैन भन्ने मान्यता क्या। हाल्दै हाल्नु पऱ्यो। ल यो पनि सफा भयो। अब चाहिँ टमाटर मात्रै बाँकी छ। त्यसपछि चाहिँ हामी तरकारी पाकेपछि खानेछौँ होइन, अरू त के बाँकी छ, खाने त बाँकी। ओके, अब सलाद बनाउँछु। त्यति बेलासम्म चाहिँ तपाईँहरू एकछिन वेट गर्नुहोस् है, सलाद बनाइहाल्छु। लौ साथीहरू, सलाद पनि रेडी भइसक्यो। सलादमा चाहिँ यहाँ के अरे गाजर, निम्बु अनि काँक्रा, तीनवटा आइटम छ। र हाम्रो मासु कस्तो भएछ हेर्नु पऱ्यो, चलाउनु पऱ्यो। डढ्यो कि क्या हो, डढ्नु त डढेको छैन, तर चलाउनु पर्ने चाहिँ भएछ। ल खोर्सानी पनि प्लाट्टै भइसकेको छ। ल यो कम्बिनेसन चाहिँ तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो भन्नुहोस्। आगो अलिक सानो बनाइदिउँ। सानो त सानो रहेछ आगो हो। यो बाँकी छ, यो बाँकी छ, यो चाहिँ खाने हो। भइहाल्यो। सलाद रेडी छ है हो। अब खानु मात्रै लाग्छ। पानी खानु पर्यो। अब भने खानु पाकेपछि भेटौँ ल साथीहरू। अब चाहिँ अहिले यस्तो छ, पाकेपछि भेटौँ। अब चाहिँ फाइनल टाइम हेर्नु पर्यो। यस्तो गर्दा रहेछ।
पाक्नु आँट्यो। अब यसलाई चाहिँ साइडमा निकालेर चाहिँ टमाटरलाई चाहिँ टक्क हाल्ने। अहिलेसम्म चाहिँ मैले नुन पनि चाखेको छैन, नुनहरू ठिक भयो भएन त्यो चाहिँ एकदम थाहै छैन मलाई। एकैचोटि लास्टमा चेक गर्ने, यसो छोपिदियो माथिबाट टमाटरलाई। टमाटरलाई छोपिदियो, त्यसपछि चाहिँ यसलाई एकछिनको लागि छोपिदियो। त्यसपछि चाहिँ हाम्रो रेडी हुन्छ। त्यहाँबाट हामी खानेछौँ होइन त। अरू के गर्नु अब, त्यति त हो। तपाईहरुलाई मैले पकाएको कस्तो लाग्यो, किनभने मैले धेरै मसलाहरू चलाइनँ, एउटा चिकन मसला मात्रै चलाएँ, अरू केही पनि चलाइनँ हैन। सादा खानु रुचाउँछु नि त म चाहिँ, त्यही भएर हो। अब तपाईहरुको आफ्नो हिसाबले चाहिँ तपाईहरुले अदुवा लसुन हैन अरू मसलाहरू पनि चलाउन सक्नुहुनेछ, जस्तै तिखालालहरू। मैले चाहिँ त्योहरू केही चलाइनँ, खालि हर्दी चलाएँ, चिकन मसला चलाएँ, खोर्सानी चलाएँ, प्याज, त्यति हो। मेरो स्टाइल चाहिँ अब त्यस्तो हो हैन। कसैलाई नमन पर्नु पनि सक्छ यो स्टाइलमा। ओके साथीहरू, अब चाहिँ पाकिसकेछ हो। अब पाकिसकेपछि चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ अब यतिकै त मैले भात खानु सक्दिनँ हो। यसमा अलिअलि चाहिँ ग्रेभी हाल्नु पऱ्यो। ग्रेभीको लागि चाहिँ अब हल्का पानी हाल्नु पऱ्यो नि। नुन चाहिँ मैले चाखिसकेको छु, एकदम पर्फेक्ट भएछ। ल मलाई चाहिँ बेसी ग्रेभी चाहिँ चाहिँदैन हो, त्यही भएर मैले अलिकति मात्रै हालेँ। ल यति ग्रेभी हालेपछि चाहिँ पुगिहाल्यो। ल मेरो फाइनल प्रोडक्ट चाहिँ यही हो। तपाईहरुलाई कस्तो लाग्यो भनिदिनु होला। अब भने म खान्छु, पस्किन्छु है त। छोपेर ग्यासलाई बन्द गरेर अब भने म पस्किन्छु अनि तपाईहरुलाई देखाउँछु है त। सबै कुरो पाकिसक्यो, सलाद यहाँ छ, सब्जी यहाँ छ, भात यहाँ छ हो। अब भने खान्छु है त। अब खानुपर्छ। सलादलाई यहाँ राखिदियो, अन्त सब्जी लग्यो, सब्जीलाई पनि यहाँ राखिदियो। त्यसपछि भातलाई चाहिँ लग्यो यहाँ। लु तिनटै यहीँ भयो अब भात हैन। अब यो चाहिँ यो थालमा चाहिँ खानुपर्छ हो। यो थालमा अब हेर्नुहोस् है। ल अब चाहिँ खानु पर्या भनेको पहिला पस्किनु पर्या। अलिकति पस्क्यो। ल अहिले चाहिँ यति खानु पर्यो। सब्जी हाल्नु पर्यो। लुक्स टेस्टी हैन, टेस्टी डिलिसियस देखिरहेछ। लु यति चाहिँ खानु पर्यो। अब चाहिँ म खान्छु साथीहरू हैन। खाएको चाहिँ म देखाउँदिनँ तपाईहरुलाई। र आजको भिडियो चाहिँ यति नै थियो। तपाईहरुलाई कस्तो लाग्यो कमेन्टमा लेखिदिनुहोस्। र म चाहिँ अब भात इन्जोय गरेको
फेरि अर्को भिडियोमा भेट्छु भन्दै बाई बाई।